अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्ने कुनै पनि विधिको शासन मान्नुहुँदैन भने उहाँहरू यो पदमा रहिरहन चाहिँ उहाँहरूलाई त अहिले पनि अधिकार छैन। उहाँहरूले तत्काल राजीनामा हामी माग गर्छौँ। त्यस्तै गरी आज जनआस्थाको अफिसमा गएर उहाँका सबै डेस्कटपको सिपिओहरू लगिएको छ। हरेक पत्रकारले वर्षौँसम्म एउटा मात्रै सोर्समा काम गरेको हुँदैन। उसले वर्षौँसम्म विभिन्न सोर्समा काम गरेका कन्टेन्टहरू चाहिँ अदालतसम्म पनि हाजिर नपुर्याउँदै चाहिँ उहाँहरूले आज ती सामग्री जफत गर्नुभएको छ। त्यसको जति भर्सना गरे पनि, जति कडा रूपमा भर्सना गरे पनि यस्तो क्षम्य हुँदैन। पत्रकार महासङ्घ हिजोदेखि हामी कानुनी प्रक्रियामा उहाँलाई लग्यौँ। हामी कानुनी राजको पालना गर्छौँ। हामी खबरदारी पनि सडकबाट गर्छौँ र अदालतसम्म पुर्याइएको केसलाई चाहिँ हामी कानुनी सहायता पनि हामी दिन्छौँ भनेर हिजो पनि हामीले बारको अध्यक्षलाई र बारको पदाधिकारीसँग कुरा भएको छ। उहाँहरूले यो अहिलेको जुन तरिकाले सरकारले चाहिँ एउटा अभिव्यक्ति स्वतन्त्रतामाथि कुण्ठित गर्ने प्रयासमा उहाँलाई चाहिँ जुन पक्राउ गरिएको छ यो गैर कानुनी पक्राउ हो भनेर भन्नुभएको छ। ठिकै छ, यो अदालतसम्म पुग्यो भने अदालतले न्याय दिन्छ। हामी सडकबाट खबरदारी गर्छौँ। तर जहाँसम्म संविधानले दिएका अधिकारको विरुद्धमा सरकारले चाहिँ एउटा धरपकड गरेर ती सञ्चार सामग्रीहरू लगेको छ, त्यसको चाहिँ हामी घोर भर्सना गरे। पत्रकार महासङ्घले हरेक पत्रकारका चाहिँ कन्टेन्टमाथि चाहिँ जब खोज तलासी हुन्छ त्यसको घोर भर्सना गर्दै देशव्यापी रूपमा हामी आन्दोलन गर्न बाध्य छौँ। भर्खरै मैले प्रेस काउन्सिलको अध्यक्षलाई फोन गरेको थिएँ। यो विषय, यो मुद्दा चाहिँ प्रेस काउन्सिल मार्फत चाहिँ टुङ्ग्याउनुपर्छ भन्ने कुरामा उहाँ पनि सहमत हुनुहुन्छ र उहाँ आउँदैछु, यहाँ अहिले बाटो जाम परिरहेछ भनेर भन्नुभएको छ, आउँदै पनि हुनुहुन्छ। हामी यो अहिले जुन सरकारले पक्राउ गरेको छ प्रेस काउन्सिल मार्फत चाहिँ कुनै पनि समाचारमा उहाँलाई चित्त बुझेको छैन भने यो केस चाहिँ काउन्सिलले समाधान गर्छ र त्यसका लागि सहजीकरण गर्न नेपाल पत्रकार महासङ्घ तयार छ। जिम्मेवार पत्रकारिता गर्नका लागि हामी सधैँभरि पत्रकारलाई अकाउन्टेबल बनाउनुपर्छ भनेर पत्रकार महासङ्घले पत्रकार महासङ्घ मार्फत र प्रेस काउन्सिल मार्फत पनि हामीले यो मुद्दा उठाउँदै राखेका छौँ। अझ पनि म के भन्न चाहन्छु भने सबै सञ्चारकर्मीहरूलाई पत्रकार आचार संहिता पालना गर्नका लागि म अनुरोध गर्छु। यति हुँदाहुँदै पनि कहिलेकाहीँ मानवीय त्रुटि हुन्छ। मानवीय त्रुटि हुने क्रममा चाहिँ सच्याउन सक्ने हामीले सच्याउनु पर्छ। कुनै पनि कन्टेन्टलाई चाहिँ यदि भुलवस्त प्रकाशन भयो भने चाहिँ त्यसलाई चाहिँ सच्याउनका लागि हाम्रो पत्रकार आचार संहिताले भन्छ। त्यसै गरी काउन्सिलले पनि प्रश्न सोध्न सक्छ र त्यो कन्टेन्टमा चाहिँ चित्त बुझेन भने चाहिँ जो व्यक्तिलाई कन्टेन्टमा चित्त बुझेन उसलाई क्षमा सहित चाहिँ त्यो समाचारको विषयवस्तु बारेमा उहाँले आफ्ना मिडियामा चाहिँ प्रकाशन गर्नु पर्ने हाम्रो पत्रकार आचार संहिताले भन्छ। तर आज म पत्रकार महासङ्घमा 62-63 को आन्दोलनमा म केन्द्रीय सदस्य थिएँ। जति बेला चाहिँ शाही शासनको बेलाको पनि पत्रकारका मिडिया हाउस बन्द गरिए तर सञ्चार सामग्री चाहिँ जफत भएका थिएनन्। जति बेला चाहिँ माओवादी युद्ध थियो, जति बेला हामी पनि आन्दोलनमा थियौँ र हामीले पनि लेख्न पाउने अधिकार छ र हामीले सूचना पाउनुपर्छ भने लडाइँ लडेका थियौँ, त्यो बेला पनि यस्तो दमन चाहिँ थिएन। आज अहिले हामी यो 62-63 पछि र हामी 52-53देखिको लगातार रूपमा पत्रकारिता गर्ने क्रममा चाहिँ म पत्रकार महासङ्घको नेतृत्वमा पनि छु। अहिले केन्द्रीय अध्यक्षको रूपमा रहँदाखेरि चाहिँ यो सरकार लोकतान्त्रिक सरकार हो, 2/3 सरकार हो। तर यसले पहिलो नै यसले कहाँबाट सुरुवात गरेको छ भन्दा मिडियामाथि नियन्त्रण गरेर राज्य संयन्त्र चाहिँ आफ्नो हातमा लिने कोसिस गरेको छ, जुन अन्तर्राष्ट्रिय रूपमा पनि यसको विरोध भएको छ। अन्तर्राष्ट्रिय पत्रकार महासङ्घले खबरदारी पनि गरिसकेको छ। त्यसै गरी हामीले यसलाई चाहिँ अन्तर्राष्ट्रिय स्तरमा पनि यो सरकारका अहिलेका गतिविधि चाहिँ अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने र नागरिकको सर्वोच्चता विधिको शासन नमान्ने जुन प्रवृत्ति देखेको छ त्यसको विरुद्धमा पत्रकार महासङ्घले 2 महिनादेखि आन्दोलन गरिराखेको छ। यो आन्दोलन पनि त्यसैको एउटा कन्टिन्युएसन हो। तर अहिले यति बेला हामी चाहिँ एउटा पत्रकारलाई समाचार लेखेकै कारणले जुन धरपकड गरेर समाचारका सामग्री चाहिँ जफत गरिएका छ त्यसको घोर भर्सना गर्दै आगामी दिनमा तपाईँ हाम्रो अभिव्यक्ति स्वतन्त्रता, नागरिकको अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सूचना पाउने हकको संरक्षणका लागि लडेका योद्धा हौँ हामी। त्यसकारणले हामी कुनै पनि हालतमा चाहिँ यो राज्यसँग डराउनेवाला छैनौँ र हामी पापड विभिन्न पेसागत सङ्गठनका संस्था छ पापड, जहाँ चाहिँ बार एसोसिएसन छ, शिक्षक सङ्घ छ, त्यसै गरी चिकित्सक सङ्घ छ, उहाँहरूले पनि एकैबद्धता जाहेर गरिसक्नु भएको छ। हामी यो आन्दोलनलाई देशव्यापी रूपमा आन्दोलन गरेर अहिले चाहिँ हामीले सडक आन्दोलन त हामीले 2 महिनादेखि गरिराखेका छौँ। अब पत्रकारमाथि भएका यी धरपकड, अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइएको बन्देज, यो अस्ति मात्रै पनि सरकारले के गर्यो भन्दा मिडिया हाउसमाथि चाहिँ गाडी तेर्साएर
मिडिया हाउसको चाहिँ आवत जावतमा रोक लगाएर जुन खालको भौतिक रूपमा नै सरकार उत्रेको थियो त्यसको पनि हामीले घोर भर्सना गर्दै त्यसको पनि कानुनी छानबिन हुनुपर्छ, संसदबाट त्यसको छानबिन हुनुपर्छ र दोषीलाई कारवाही गर्नुपर्छ भनेर हामीले उठाइराखेका थियौँ। त्यसमा अहिलेसम्म कारवाही भएको छैन। फेरि पनि अर्को घटनालाई लिएर अहिले एउटा पत्रकारलाई समातेर हामी सबैलाई तर्साउने प्रयास गरेको छ। त्यो चाहिँ दिवा स्वप्न पनि नसोचे हुन्छ कि हामी पत्रकारहरू कलमजीवीहरू जसको वर्षौंसम्म यही लेखेर र ऐबती सोध्न लडेका व्यक्तिहरूले चाहिँ हामी सरकारको यो एउटा केसले हामी डराउने छैन। हाम्रो आन्दोलन चाहिँ आजबाट सुरु भयो। यहाँहरूको साथ र सहयोग हामी कानुनी लडाइँ र हामी सडक आन्दोलन सँगसँगै लैजान्छौँ। धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज पनि उहाँलाई भेट्न दिएको छैन। हिजोसम्म चाहिँ हामीले भेटेका थियौँ, आज भेट्न दिएको छैन र हामीले तत्काल रूपमा अहिले किशोर श्रेष्ठको अवस्था के छ हामीले र परिवारले भेट्न पाउनुपर्छ भनेर भनेका छौँ। त्यसका लागि पनि हामीले कानुनी प्रक्रियामा हामीले चाहिँ के गर्ने भनेर हामीले सल्लाह गरिराखेका छौँ। र यो पत्रकारहरू सबै सञ्चारकर्मी साथीहरूलाई म के भन्न चाहन्छु भन्दा सरकारले यो लोकतन्त्रमा फेरि पनि यो अधिनायकवादतर्फ उन्मुख सरकारले चाहिँ नियन्त्रण गर्ने प्रयास गरेको त्यसको घोर भर्सना गर्दै हामी सबै सामूहिक रूपमा आन्दोलनमा अगाडि बढौँ र सबै सङ्घ सङ्गठनका व्यक्तित्वहरूले यहाँ भन्नुभएको छ। म उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। धेरै धेरै धन्यवाद। यो मुद्दा भनेको अहिले पनि म के भन्न चाहन्छु भन्दा नेपाल प्रहरीलाई, नेपाल सरकारलाई प्रेस काउन्सिल मार्फत मात्रै यसलाई चाहिँ हामी समाधान गर्नलाई र जिम्मेवार बनाउनका लागि र कानुनी प्रक्रिया पनि त्यहाँबाट अगाडि बढाउनका लागि अनुरोध गर्छौँ। धेरै धेरै धन्यवाद।